ओहो दाइ हाम्रो दाइ के गर्दैछ हौ आज हाम्रो दाइले फेरि पो बाख्रा ल्याउनु भएको त्यो त अब खुकुरीले लागेको यो त के आँखा त हेर्दैछ त दाइ जिउँदै हो छालाहरू कहाँ गएछ यसको छालाहरू कपाल कत्रो ठुलो छ हौ दाइको थोप्रा हेरौँ न कसाई हुनुहुन्थ्यो के हो पहिला पुरै भिआइपी कसाई हो खतरा नि हाम्रो दाइ चाहिँ जस नेपालमा कसाई काम गरेको अहिले चाहिँ यहाँ चाहिँ खसीको होइन टाउकोलाई चिरफार गर्दैछ अपरेसन भनौँ न होइन मजाले अपरेसन गर्नु दाइ होइन अनि कराईमा चट्ट फ्राई गर्नु अनि चौधरीलाई खान दिनु ल दाइ दाइ पिस चाहिँ सानो गरौँ न मजाको पिस अब हाम्रो कम्पनीमा चाहिँ खासै होइन जहिले पनि पानी चाहिँ हुँदैन है एक साइडमा पानी हुन्छ अर्को साइडमा पानी हुँदैन हाम्रो साइडमा त जहिले पानी हुँदैन यस्तै हो अब दिनकै पानी सिद्धिन्छ भाँडाहरू चाहिँ अब हिजोदेखिको पानी नभएको अहिलेसम्म त्यत्तिकै छ म त अब चौधरी परे छुट्टीमा छु यो भाँडा गुडा धुनु चाहिँ साह्रै अल्छी लाग्छ क्या छुट्टीमा भइसकेपछि होइन अनि बुढो दाइ छ कि छुट्टीमा भएको बेला चाहिँ मजाले भाँडासाँडा मोल्नुहुन्छ त्यही पनि फेरि लाग्यो अरे ल यो काट्ने तरिका है साउदी अरबमा चाहिँ अब हानु ल ल ल ल ल ओहो यहाँ चाहिँ अचानकहरू केही छैन अब काट्नु त गाह्रै छ हो टाउको त ल हेर त्यहाँ तल हम्बर राखेर माथिबाट दुख्दै होला हो त्यसलाई त किरा हो त अबै खसीको टाउकोमा किरा है किरा हुन्छ भने नि यहाँ टक्नै छ यहाँ त टर्नै छ हौ मजाले जाप गरौँ हौ त्यो त के खाना हुन्छ त्यो किरा त किनकि खसीको होइन खसीको त्यो भेडाको किरा हो कि त्यो भेडा हुन्छ नि भेडाको किरा पर्छ के हड्डी जति चाहिँ तपाईँ मासु जति चाहिँ म खान्छु है त किनकि तपाईँ मासु खानु हुँदैन क्या मासु भने त्यति नै हो त्यो यो खसी त हेर्दैछ त हो त फोटो खिच्ला नि फेरि किरा चाहिँ हेर्ने यहाँ छ कति धेरै किरा अबुई एउटा दुईटा तीनटा त भइसक्यो चारवटा पाँचवटा कति धेरै हौ ठन्डै हुन्छ नि त यो भित्र छ त्यो काट्नुपर्छ काट्दाखेरि नि आउँछ यो चाहिँ बच्चा रहेछ यस्तो खानु यो जान्छ त जिउँदो मै हुन्छ नि ल